रमाइलो गर्लफ्रेन्ड ल्याएर घुमाउन लायक पो ठाउँ रहेछ त। आमा आमा को हो तपाईँ? किन बोल्नुहुन्न? नदीको किनारमा एक्लै किन उभिराख्नु भएको? यता आउनुहोस् न, एकचोटि यता आउनुहोस् न, कुराकानी गरौँ। आमा अघिदेखि तपाईँलाई बोलाइराखेका छौँ, बोल्नुहोस् न एकचोटि। तपाईँको घर कहाँ हो? किन एक्लै खोलामा टोलाइराख्नु भएको? कृपया बोल्नुहोस् न। के बोलाउँ बाबु, यो संसारमा मेरो बाबु कोही पनि छैन बाबु। संसार भनेको बाबु मेरो एउटा छोरी हो। यो छोरी पनि संसार छोडेर गइहाली। मेरो पनि बाबु अन्तिम भयो, म छोरी भेट्न जाँदैछु। अब के बोल्ने बाबु, म यस्तो जिउँदो लास भएर बसेकी छु। आमा सम्हालिनुहोस्, हामीले दुःख पिर गरेर केही हुँदैन आमा। हामीले धैर्य गर्नुपर्छ, साहस लिनुपर्छ। यसका पछाडि केही रहस्य त होला नि आमा, भन्नुहोस् न, हामी सुन्न चाहन्छौँ आमा। बाबु सुन्छौ र मेरो दुःखको कथा धेरै लामो छ। आज भन्दा 15 वर्ष अगाडि छेउती बसिर सुखा दिएन कर्मले। कस्तो थाक लाग्यो यार। पानीको नाउलो हाम्रो छोइलो आवाज छिटो आऊ, लखेटम लखेटम लखेट्न उदो खेतम। ओ नाउलो छोइलो दलिलो आवाज लखेट्नु पर्यो, त्यसलाई दलिलो हटाउनु पर्यो, धपाउनु पर्यो राउलो। श्रीमानको जिन्दगी गुमिसकेपछि मेरो जीवन त अलपत्र पढो, छिया भयो। त्यसपछि मेरो कोही पनि थिएन, एउटा छोरी छिन्। तिनी छोरी पनि आँखाकी अन्धा छिन्। पढाइमा राम्रै पढ्थिन्, 1 घन्टाको बाटो हिँडेर पनि पढेर आउँथिन्। मेरी छोरी राम्री छिन्, सबैका पियारा पढ्छिन्, सबै कसैको आँखामा हाले पनि नबिजाउने खालकी छिन्। मेरो कति राम्रो छन् है, ज्ञानी कति ज्ञानी, पढ्नलाई पनि स्कुल फर्स्ट आउँछन्। अन्त नि है निरु कति ज्ञानी, कति मिठो बोल्छिन् है। खुवाइदिन्छौँ है छोरी, खाऊ है। आमा म त ठुलो भइसक्यो, अब म आफै खान्छु। त जोसुकै ठुली भए पनि छोरी मेरो लागि त सानै हो त, खुवाइदिन्छौँ छोरी, खाइदेऊ। ल ल छिटो खुवाउनुहोस्। खाइदेऊ छोरी, अब मैले पनि खाऊ। निरु को बाटुली हो नि? अनि एक्लै कता जान लाग्यो कि तिमी? कतै हैन, यतिकै हिँड्न लागेको। तिमी चाहिँ कता जान लाग्यो नि? माथि डाँडामा मेला छ अरे, म त मेला हेर्न जान लागेको। ए हो र, मलाई पनि मेला हेर्न मन लागेको थियो। कस्तो हुने रहेछ, तर हेर न प्रकृतिले कस्तो बनाइदियो है। किन पिर लिन्छौ कि निरु? तिमी त यति ज्ञानी मान्छे, गाउँको सबैले तिमीलाई कति राम्रो मान्छन्। अनि तिमी अस्तिको पालि त म त फेल भएँ, तिमी पास भयौ। पढाइमा पनि कति राम्रो छ, तिम्रो आनी बानी बोली कति मिठो छ, सबैले कति राम्रो मान्छन्। अनि यो संसारको विविधता नै हो नि त, कोही गोरो हुन्छ, कोही कालो हुन्छ, कोही अल्को हुन्छ, कोही होचो हुन्छ। अनि किन कमजोर ठान्छौ आफूलाई? पिर नलेऊ।
हुन त हो है बाटुली, मलाई पनि यो संसार हेर्ने कस्तो रहर थियो, तर के गर्नु। ल ल निरु, मलाई ढिलो हुन्छ, म मेला हेर्न जान्छु, तिमी पनि घर जाऊ ल। ल ल। हिमाल चुल्ली पल्लोपट्टि स्यानले ट्राउजर धोयो, गर्लफ्रेन्ड पहिला गएपछि माइलो भ्यागुत रह्यो। यी निरुकै कारण जहिले म कन स्कुल जान ढिला हुन्छ। आज तयार भएछुन् कि भएन अझ? आइसक्यो पाले, तिम्रो साथी जति सब स्कुल पुग्न थाले। ए निरु, अब काँधमा झोला भिरु, स्कुलतिर छिरु। जति सिङ्गार पटार गरे पनि हिलो खाज थोलो के गरे राम्रो हुँदैन। निरु, कहाँ एक्लै लट्ठी बिना हिँडिरहेछौ? लट्ठी लौ, लडिन्छ त यसरी त। थ्याङ्क यू दाइ, अघिदेखि खोजिरहेको थिएँ, कहाँ जानुभयो? म त उता त्यो काम थियो सानो भान्सामा, म गएँ। राम्ररी जाऊ है। गुड मर्निङ भाइ बहिनीहरू। हामीले आज कक्षा 8 को हाम्रो शरीरको कोष, तन्तु र अङ्गहरू मिलेर बनेको हुन्छ मानव शरीर। के कोष, तन्तु, अङ्गहरू मिलेर के बनेको हुन्छ? मानव शरीर बनेको हुन्छ। सर, हजुर, म पिसाब फेर्न जान सक्छु? जाऊ है, ल चाँडै आउनु है। वाह वाह वाह, निरु त केटाको टोइलेटमा गइछ त। यो अन्धीलाई यो 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 कानेलाई के थाहा कहाँ गल लेखेको छ, कहाँ बाइ लेखेको छ। ओहो निरु, कहाँ आयो कि तिमी? टोइलेट आयो कि? तिमी त महिनावारी पो भएछौ। ला हो र, तिमीले त उता पुरा महिनावारी भएछ र टोइलेटै फोहोर गरेछ नि। हेर साथीहरू, तिमीहरूले साथीलाई किन यसरी अफेला नगरेको? उसलाई दुःख परेको बेला त साथ पो दिने हो। तिमीहरूको घरमा महिलाहरू हुनु होला, आमा हुनुहुन्छ, दिदी हुनुहुन्छ, बहिनी हुनुहुन्छ, त्यहाँहरू पनि त महिनावारी हुनुहुन्छ त। तिमीहरूले यसरी हेला गर्न सुहाउँछ आफ्नो साथीलाई? के भयो निरु? के भयो भन न। हेर्नु न पाले दाइ, निरु महिनावारी भएकी छिन् अनि यिनीहरूले जिस्काएर बसेका रहेछन् यता। के हो केटा, तिमीहरू स्कुलमा पढ्न आउँछौ कि केटी सिक्न आउँछौ? क्लासमा जाऊ, क्लासमा जाऊ नि। सिल्लीहरू। सुन त निरु, तिमी धेरै पिर नगर। यी बदमास केटाहरूको जति कुकर्म छ नि, म सब हेड सरलाई कम्प्लेन गर्छु। तिमी धेरै पिर नगर है। नर पाले दाइ, मलाई घर पुर्याइदिनुहुन्छ? पेट दुखेर लास्टै गाह्रो भयो। त्यो त हो, तर एकचोटि हेड सरलाई पनि सोध्नु पर्ने हुन्छ। म हेड सरलाई सोधेर आउँछु है। तिमी बस्दै गर है। पुर्याइदिनु न। अनि एकचोटि सोधेर आइगएँ त म आइगएँ। यसो सुन्नु न, केटाहरू निरुलाई जहिले पनि जिस्काएर आयो हुन्छन्। के गर्ने तिनीहरू? हो र, म बुझ्नु होइन सर, केही गर्नु पर्यो तिनीहरूलाई। म बुझ्नु न भने नि। यी हेड सरको पनि के कामै छैन यार, केही गर्दैन। ल तिम्रो झोला पनि ल्याइले, जाउँ हिँड त अब होइन? ल ल निरु, म पनि जान्छु ल। यति छिटो स्कुलबाट किन आयो कि छोरी आज यो यति छिटो? हो, छोरी त छोरी भइकन आइछ त। बर्बाद पर्छ देउता तला तल्ले तल बगाल हो गोठा ले जा गोठा। हो, यो त हाम्रो चलन हो, हाम्रो परम्परा हो।
यहाँ घर बस्नु हुँदैन। गोठा ल्याऊ गोठा बस्छ अब। कहाँ त्यस्तो हुन्छ? गोठा पठाइकन पनि हुनन् काहीँ? मान्छे अहिलेको जमानामा माथि मङ्गल ग्रहमा गइरहेछन्। गोठा नबसाल्नु होला है। सबैजना मिलेर गोठा बसाले हुनेपछि भोलि ठुलो घटना हुनसक्छ। गोठा नबस्नु है नि भाइ। गोठा गाह्रो छ, घरै बस्नु। हुने मान्नु म गएँ है। अनि अक्को गुडो दिदी यिनलाई 3 महिना सङ्गिन सुई पनि लाउनुपर्छ। कहिलेकाहीँ केही भयो भनेपछि हाम्रो त नाकै काटिन्छ, हाम्रो त लाजै हुन्छ। नाइ म लाउँदिनँ। किन लाउने सङ्गिनी सुई? अरूले त लाउँदैनन्, मैले मात्र किन लगाउने? हे भगवान्, मैले कस्तो पीडा सहनु परेको छ। यो प्रकृतिले मेरो दृष्टि खोज्यो, संसार थाहा पाएको छैन। घृणाको पीडा सहेर बस्नु परेको छ। मलाई महिला बनाइदियो, छाउगोठ नामको जेलमा जानु परेको छ। अब मैले परिवार नियोजन पनि गर्नुपर्ने रे। यस्तो समाजमा म कसरी बाँच्छु? धिक्कार छ मेरो जिन्दगी। जा गोठो जा। हामी सबै अगाडि बसिकन आएका थियौँ गोठो। आजसम्म हामी मरे नै, तँ मात्रै मरलिस्। जाऊ छोरी जाऊ, मेरो केही लागेन। समाजका लागि पनि जानु पर्यो आज। जाऊ छोरी जाऊ, गोठमा सुत। यो भगवान् मेरो छोरीलाई केही नगर स्वास्थ्य होस्। तिमी त महिनावारीको भएछौ। यहाँ घर बस्नु हुँदैन। गोठा ल्याऊ। अस्ति बाटुलीले भनेको पल्ला घरको सुन्तली बलात्कारमा परेकी थिए। सुन्तली आज चाहिँ फेला परिस है। नकरा कि नकरा। यस्तै मलाई भयो भने मैले के गर्ने होला? छाउगुट पनि यति टाढा छ, न कराएको आमाले सुन्नुहुन्छ न त वरपर कसैले सुन्छ। म यो रात कसरी कटाउने होला? त भगवान् मेरो रक्षा गर्नु। भेट भएन छाउगुठमै सास गयो छाउगुठमै सास गयो। मेरी बाबा निरुवा आज तै छोरी गई निरुवा निरुवा मेरी बाबा निरुवा मम्मी भन्ने नै के निरु तिमीले यो के गर्यो? यस्तो गल्ती किन गर्यो? यस्तो किन गल्ती गर्यो? स्कुलका सर आउनु भयो फेरि बाबा निरु एकचोटि के गर्ने यस्तै हो सर? गर्छु सर। यस्तै हाम्रो विद्यार्थी गुमाएका छौँ सर हामीले। इमान्दार लगनशील विद्यार्थी गुमाएका छौँ सर हामीले। जेहेन्दार विद्यार्थी गुमाएका छौँ यस्तै संस्कारले गर्दा। के गर्नुहुन्छ सर? हामीले ठुलो भुल गर्यौँ सर। गल्ती गऱ्यौँ सर हामीले, साह्रै ठुलो भुल गर्यौँ हामीले। हिजोका दिनमा ऊ स्कुलमा हुँदा पनि हामीले उसलाई माया गर्न सकेनौँ। उसको क्षमता हामीले बुझ्न सकेनौँ। उसलाई हामीले उसको अपाङ्गता हुँदाहुँदै पनि हामीले उसलाई घृणा गऱ्यौँ। स्कुलमा त्यो वातावरण सिर्जना गर्न सकेनौँ। आज यो छाउपडीको प्रथाले गर्दा उनले ज्यान गुमाउनु पर्यो। माफ गरिदेऊ निरु।
हामीले तपाईँले धेरै दुःख दियौँ निरु अझै हामी त्यस्तो गल्ती गर्ने छैनौँ निरु दुई हात जोडेर माग्न खोज्छौँ निरु तिम्रो आत्माले शान्ति पाओस् निरु कहिलाई भेट हुने नै राति आए सुइन हिजो जस्तो लाग्छ निरु तिमी स्कुल गएको मैले समातेको तपाईँहरूको कारणले हो निरुको जान गएको मैले तपाईँलाई भनेको थिएँ स्कुलमा रिपोर्ट गरेको थिएँ मैले भने विवाद नगरौँ गर्न नदिउँ भन्दाखेरि मान्नुभयो तपाईँले आज छुने अधिकार छैन तपाईँको निरुलाई बाबा निरु आज तिमीले अकालमा स्यान गुमाउनु पर्यो निरु बाबा कति सपना थियो बाबा सारा गाउँलेको तिमी प्रिय थियौ निरु आज सबैलाई छोडेर गयो निरु बाबा निरु मेरो बाबा तिम्रो अनुहार कसरी हेरौँ यो अन्धविश्वास समाजकै कारणले धेरैको ज्यान गइसक्यो आज निरु पनि तपाईँहरूको अन्धविश्वासको कारणले शिकार भयो अझ कतिको ज्यान खोजिरहेछ समाजले अन्ध समाजले कहिलेसम्म निरु जस्ता महिलाले यहाँ छाउबडीको नाममा चाहिँ बलिदानी दिने हो किन बुझ्नुहुन्न तपाईँहरू यो अन्धविश्वासको पछाडि किन छ हाम्रो समाज अहिले पनि जबसम्म तपाईँ हामी सजग हुँदैनौँ निरु जस्ता महिलाहरूले चाहिँ ज्यान गुमाइराख्नुपर्छ कहिले छाउपडीको नाममा कहिले बलात्कारको नाममा यदि यो परम्परागत हानिकारक अभ्यास कुरीतिलाई हामीले अन्त्य गर्न सकेनौँ भने हामीसँग पछुताउनु बाहेक अरू केही हुने छैन हामीले धेरै भुल गरेछौँ आज हाम्रो निरु नानीको मृत्यु भयो भोलि अर्को कोही कसैको मृत्यु होला कोही बलात्कार होलिन् छाउपडी गोठ पठाउँदाखेरि हैरान हुन्छ हामीलाई त्यसैले यो कुप्रथालाई अन्त्य गर्नुपर्छ यसलाई चाहिँ सबैलाई सचेतना दिनुपर्छ सबैलाई जागरण गर्नुपर्छ गाउँघरमा सबैलाई भन्नुपर्छ सबैलाई चाहिँ सही बाटोमा ल्याउनुपर्छ यो कुप्रथा अन्त्य गर्नुपर्छ भइगयो अब यति ढिलो गर्नु भएन तर सबै मान्छे आएको लागि लास लिनु ढिलो भइसक्यो अब छिटो गर्नु पर्यो भएन यो मेरी छोरीको चिनो म त दिन्न भयो अब छिटो गर अब भइहाल्यो ए यो बाबु मेरो दुःखको कथा अब आफै भन्नुहोस् न म मरौँ कि बाँचौँ कथा एकदमै दर्दनाक रहेछ आमा हामी सबै समाजमा बाँच्नुपर्छ तपाईँ त हाम्रो प्रेरणाको स्रोत पनि हो बरु जातीयता अपाङ्गता र महिनावारीसँग जोडिएका अन्धविश्वासहरू कुप्रचलनहरू विभेद अपमान र वञ्चितीकरणको विरुद्धमा अभियान चलाएर मर्यादित र विभेदरहित समाज निर्माणका लागि हामी सबै लाग्नुपर्छ हजुरको यो भगाइले हामीलाई ठुलो प्रेरणा मिल्यो यस्ता अदृश्य आँसुहरूमा सबै सरकारवालाको नजर पुग्नुपर्छ र सबैलाई यी आँसुहरूले दिने गरेका पीडाहरूले छुनुपर्छ अपाङ्गता अपराध होइन महिनावारी अपराध होइन तर भेदभाव अपराध हो कारण
प्रथाका कारण